हेलो गाइज, आज हामी कम्पेयर गर्नेवाला छौँ दुई गोटेड क्यारेक्टर इन दियर एनिमे। एकतिर छ ब्लू बिस्ट अफ कोनोहा र अर्कोतिर छ सिम्बल अफ पिस अलमाइट। फेरि यहाँ नर्मल अलमाइट र नर्मल गाईको कुरा भइरहेको छैन, यहाँ कुरा भइरहेको छ उनीहरूको पिक फर्म। अलमाइट इन इज प्राइम र गाई इन 8th गेट। कसैले त अहिले नै रिजल्ट निकालिसकेको होला। हामी कुरा गर्नेवाला छौँ डिफेन्स, एबिलिटी, पावर, स्किल, अफेन्स र स्ट्रेन्थको कुरा गर्नेछौँ। अनि पावरहरूको काउन्टरको पनि गर्नेछौँ र यसको फाइटको कम्पेयर पनि गर्नेछौँ र लास्टमा रिजल्ट निकाल्छौँ कि को जित्छ। ल त अब यो फाइट सुरु गरौँ। ओके, पहिला त कुरा गरौँ अलमाइटको पावर्सको। अलमाइटसँग छ अल फर वान। यो पावर नेचुरल होइन, यो जेनेरेसन टु जेनेरेसन पास गरिएको हुन्छ। वान फर अल यस्तो पावर हो जसले बडीमा फिजिकल स्ट्रेन्थ, स्पिड र इन्डुरेन्स दिन्छ र प्राइम लेभलमा अलमाइटले यो पावरको 100% कन्ट्रोल पाएको थियो। उसको फिजिकल पावर्सको कुरा गरौँ भने उसको एक मुक्काले बिल्डिङ, टावर, पहाडलाई पनि उडाउन सक्छ। उसको युनाइटेड स्टेट अफ स्म्यास त कोही नेचुरल डिजास्टर जस्तै इनर्जी रिलिज गर्छ। आफ्नो प्राइममा त अलमाइटले प्लानेट लेभल ड्यामेज गर्ने पोटेन्सियलसम्म पुग्ने सङ्केत दिएका छ। अर्को स्पिड भन्दा पनि सुपर स्पिड नै भनौँ। उसको स्पिड त आँखाले देख्नै नसकिने स्पिड छ। सोनिक बुम भन्दा पनि छिटो मुभमेन्ट छ। एक सिटीबाट अर्को सिटीमा केही मिनेटमा पुग्न सक्ने क्षमता छ। उसको रियाक्सन स्पिड त बबाल नै छ। अब कुरा गरौँ इन्ड्युरेन्सको और ड्युरेबिलिटीको। अलमाइट दर्जनौं हाई पावर भिलेन्सको कन्टिन्युअस हिट सहन सक्छ र इन्टरनल ड्यामेज हुँदा पनि नढल्ने क्षमता छ। जति चोट भए पनि लडाई जारी राख्छ। अब कुरा गरौँ कम्ब्याट स्किलको। अलमाइट हिरो ट्रेनिङ, स्ट्रिट एक्सपिरियन्स, प्रेसर रिडिङ, टाइमिङ प्रिकसन र एक्लै पनि ठुलो ब्याटलमा सामना गर्ने स्ट्र्याटेजी माइन्ड छ। अर्को एबिलिटी हो सक वेभ क्रिएसन, जसले मुक्का वा किकबाट हावा वा ब्लास्ट गरेर अट्याक गर्न सक्छ। अट्याकले बडी छुन नपाई रेन्ज ड्यामेज दिन्छ। अर्को पावर हो स्टोरेज एन्ड बस्ट आउटपुट। वान फर अल शरीरमा जम्मा गर्ने र क्रिटिकल एक्सप्लोजिभ आउटपुट दिन्छ। यो स्टोर पावरले सर्ट टाइममा पनि स्ट्रेन्थ 10x बनाउँछ र 100% बाट 150 को लिमिट ब्रेक गर्न पोसिबल हुन्छ, तर प्राइम फर्ममा मात्र। अर्को हो सपोर्ट एबिलिटिज। यो कुनै डाइरेक्ट पावर होइन, तर प्राइममा इफेक्टिभ थियो। मसल डेन्सिटी इन्क्रिज हुन्छ र पेन रेजिस्टेन्स हुन्छ। मेन्टल हेल्थ बुस्ट र फिजिकल बुस्ट हुन्छ। यो हो अलमाइटको सबै पावर्स डिटेलमा। यति त मैले भनिसकेँ। यदि केही छुट्यो भने त्यो पनि कमेन्टमा भन, बाँकी पार्ट 2 मा आउँछ।